हजुरहरू सोचिराख्नु भएको छ मैले यो काँचो मेवा किन लिएँ। यसको हेल्थ बेनिफिट्स यति धेरै छ र यसलाई खानु धेरै जरुरी छ। सबभन्दा पहिला मैले त्यसलाई काटेँ र पखालेँ र त्यसको सबै बियाहरू निकालेँ। पपायामा एन्जाइम हुन्छ जसलाई पपाइन भन्छन्, जसले डाइजेसनमा हेल्प हुन्छ र यसमा भिटामिन सी पनि हुन्छ जसले हाम्रो इम्युनिटीलाई बुस्ट गर्छ। अनि यसको बियाहरू सबै सफा गरिदिएँ। त्यसपछि यसलाई छिले कद्दुकस गरे। अनि त साथीहरु कसो भयो? अनि त्यसमा अब यसमा के चाहिन्छ इन्ग्रेडियन्ट्स प्याज, धनिया, अनि भुनेको जीरा, अलिकति आमचुर पनि राखिदिएँ। अनि मैले पपाइला कद्दुकस गर्दा त्यो सबैभन्दा सानोबाट कद्दुकस गरेँ र त्यसलाई निचोडे। यस्तो भयो हेर्नुस् त। यसको जुस मैले निचोडेर यसको जुस छुट्टै राखेको छु। यसको जुसको बेनिफिट्स के हुन्छ म अर्को भिडियोमा हजुरहरूलाई भन्ने छु। यो साथै हेर्नुस् यसरी निचोड्ने। यो जुसलाई पनि युज गर्न सकिन्छ। के को लागि हुन्छ भन्ने कुरामा अर्को भिडियोमा हजुरहरूलाई राम्रोसँग भन्नेछु। अनि यसमा लाग्ने इन्ग्रेडियन्ट्स प्याज, धनिया, अनि हरियो खुर्सानी। मसँग हरियो खुर्सानी थिएन त्यही भएर मैले रातो खुर्सानी हालेँ। अनि सबैभन्दा लास्टमा हाल्ने नुन, अनि यो भुनेको जीरा, अनि अलिकति बेसार। अनि हजुरहरूलाई यसमा धेरै पानी चाहिन्न भने चाहिँ आधा घण्टा पहिले नुनमा यो मेवालाई राखेर अनि राख्न सक्नुहुन्छ। त्यसले गर्दा यसको पानी सबै राम्रोसँग यो ड्राई हुन्छ। अनि बेल्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ। अनि आज म बनाउने गइरहेको छु मेवा वा पपायाको पराठा। यसरी बान्ने अनि बेल्ने। यो यस्तो बन्यो। अनि मैले मेरो छोरीलाई टेस्ट गर्नको दिएको। को खान्छ यस्तो पपायाको पराठा भन्दा थियो। अनि खाने बेला त मैले पछि 2वटा पराठा खाएँ। मिठाई